ए बिरो, म अघिदेखि हेर्दैछु तिमी खुब राम्रोसँग गाडी सफा गर्दैछौ। ज्ञान दाई, म अघिदेखि सोध्दैछु कि म कहिलेसम्म यसरी गाडी मात्र सफा गरौँ र कहिलेसम्म यस्तै हालतमा बसौँ। म पनि चाहन्छु कि म पनि तपाईँ जस्तै गाडी मालिक बनौँ, तर मैले बुझ्न सकिनँ कि यसको लागि के गर्नुपर्छ। हैट, जब यति कुरा तिम्रो मेहनतलाई देखेर त म आफै सोच्दैछु कि तिमीलाई कसरी टिप्परको मालिक बनाउने भनेर। ज्ञान दाई, मलाई थाहा छ तपाईँले मलाई आफ्नै भाइ जस्तै सोध्नुहुन्छ र माया गर्नुहुन्छ र सधैँ मेरो भलो चाहनुहुन्छ। अनि के त, यदि तिमीलाई म जस्तै बन्नु छ भने सबभन्दा पहिले अशोक ल्यान्डको गाडीको बारेमा पुरै जानकारी लिनुपर्छ र चलाउने सही तरिका र त्यसको राम्रोसँग हेरविचार राख्नुपर्छ। यसो गरेपछि त गाडीको मालिक त हुन्छौ नै, कमाइ पनि राम्रो हुन्छ। मैले त आयामी मोटर्स अशोक लेल्यान्ड नेपालको ट्रेनिङ सेन्टरबाट यो सबै कुरा जानकारी लिए र अहिले खुब काम लागिरहेछ। हो र दाइ, उसो भए मलाई पनि त्यो कुराहरू सिकाइदिनुहोस् न त। ल भइहाल्छ नि, तर मेरो कुरा चाहिँ एकदम ध्यानसँग सुन नि र व्यवहारमा पनि लागू गर्नुपर्छ है। हुन्छ दाइ, यो कुरा सिक्न म एकदमै रेडी छु। मेरो भाइ, यो टिप्पर छ नि, यो हजुर, एउटा एकदम सच्चा साथी जस्तो छ। तर मैले पहिले नै जे भने यसको लागि यसको राम्रोसँग ध्यान राख्नुपर्छ हुन्छ र राम्रोसँग चलाउनु पर्यो र हेरविचार पनि गर्नुपर्छ, बुझ्यो होइन? सुन बिरु, सधैँ गाडी निकाल्नुभन्दा पहिला यो कुराको चेक गर्न धेरै जरुरी छ। ल हिँड, अब विन्डसिल्डबाट सुरु गरौँ। यसमा कुनै क्र्याक हुनु भएन। वाइपरलाई बाहिर आएर चेक गर्नु पर्यो। त्यस पछाडि सो ग्रिल उठाएर अरू धेरै चिजहरू चेक गर्नुपर्छ, जस्तै चार्ज एयर कुलर। यो एल्युमिनियमबाट बनेको हुन्छ। सानोतिनो चोट लाग्दा पनि यसको काम गर्ने क्षमता घट्छ, त्यसैले यसमा कुनै चोटपटक त छैन भनेर चेक गर्नुपर्छ। चार्ज एयर कुलरले टर्बोबाट आउने तातो हावालाई चिसो बनाएर इन्जिनलाई दिन्छ। यो पनि ध्यान राख कि यसको पाइप लुज भएको छ कि वा फुटेको त छैन। रेडिएटरको होज पाइप पनि चेक गर्नुपर्छ। अनि तिमी यो हेर्दैछौ नि, यो हो क्लच आयल रिजर्भर। यो भित्र क्लच आयल लेभल चेक गर्न एकदमै जरुरी छ। यसमा म्याक्सिमम र मिनिममको दुईटा चिन्ह छ, देख्यौ नि? देखेँ दाइ। यदि यसमा आयल लेभल कम भयो भने गल्फ क्लच आयलले म्याक्सिमम लेभलसम्म पुग्ने गरी थप्नुपर्छ। हजुर, बुझ्यौ? हजुर सर। र अब ध्यानसँग सुन, गाडीको लागि मोबिल एकदमै जरुरी छ। मोबिलको लेभल कसरी चेक गर्ने भन्ने कुरा भन्छु म अब। यसलाई डिपस्टिक भनिन्छ र यो यसरी बाहिर निस्किन्छ। कपडाले सफा गरेपछि तिमीले यसमा दुईटा चिन्ह देख्छौ, यो फुल मार्क हो र यो लो मार्क हो। हजुर। मोबिलको लेभल कहिले पनि लो लेभल भन्दा कम हुनुहुन्न। यो सधैँ फुल र लो लेभलको बिचमा हुनुपर्छ, बुझ्यौ? हजुर। यो हो विन्डसिल्ड वासर ट्याङ्क। अगाडिको सिसा सफा गर्नलाई यसमा पानी भरिन्छ। यसमा लेभलको चिन्ह पनि हुन्छ। पानीको मात्रा कम भयो भने यसलाई भरिदिनु र यसको बिर्कोलाई राम्रोसँग बन्द गरिदिनु। एउटा महत्त्वपूर्ण कुरा सुन, जुन पार्ट खोल्छौ नि त्यसलाई चाहिँ राम्रोसँग बन्द गरिदिनुपर्छ, नत्र लिकेज हुन सक्छ। त्यस पछाडि निहुरेर गाडीको मुनि हेर्नु, कतै जमिनमा मोबिलको दाग त छैन। यदि छ भने यो सम्झनु कि त्यहाँ लिकेज छ। यदि कतै तेल चुहिएको देख्यो भने तुरुन्तै नजिकैको आयामी मोटर्स अशोक लेल्यान्ड नेपालको सर्भिस सेन्टरमा गएर गाडी बनाउनु। यदि तेल चुहिएको छैन तर जमिनमा चाहिँ दाग छ भने लिकेज कहाँबाट भएको छ त्यो पत्ता लगाउनु पर्यो, बुझ्यौ? बिरु, इन्जिनमा लिकेज कहाँबाट भइरहेको छ थाहा पाउन यो कुरामा ध्यान दिनु। पहिलो आयल सम्प जोइन्ट, दोस्रो ड्रेन प्लग र त्यस पछाडि आयल फिल्टर हेड जोइन्ट। र अब यो हेर, यो दुइटै हेडलाइट हो। चेक गर्नुपर्छ कतै टुटफुट छ कि छैन भनेर। यो पहेँलो लाइट छ नि, जुन यो पहेँलो लाइट, यो हो फग लाइट। फग भनेको चाहिँ कुहिरो हो।
ए जब धेरै कुहिरो लागेको बेलामा हामीले फग लाइट बाल्नुपर्छ, बुझ्यौ? हजुर अब यो फग लाइट कसरी बाल्ने त्यो चाहिँ म क्याबिनभित्र छिरे पछाडि बताउँछु। हुन्छ। साँच्ची दाइ, मैले के यति मात्र जाने पुग्छ त? अरे मालिक बन्न कहाँ यति सजिलो छ र यार, हजुर धेरै कुरा ध्यान दिनुपर्छ। हुन्छ दाइ, हुन्छ। अब धेरै हतार नगर र ध्यानसँग सुन। हस्। अब म तिमीलाई पावर स्टेरिङ आयलको बारेमा बताउँछु। यो देख्दैछौ नि, यो हो पावर स्टेरिङ आयल रिजर्भयर। यहाँ पनि म्याक्सिमम र मिनिममको लेभल हुन्छ। यो कुरा ध्यान राख कि आयल लेभल कहिले पनि माथि पनि हुनुहुन्न र मिनिमम भन्दा तल पनि हुनुहुन्न। यदि मिनिमम भन्दा तल गयो भने गल्फ पावर स्टेरिङ ड्युराम्याक्स हालेर थप दिनुपर्छ, बुझ्यौ? बुझेँ। यसलाई चेक गर्ने बेलामा गाडी चाहिँ रनिङ कन्डिसनमा हुनु पर्यो, अर्थात् इन्जिन अन भएको हुनुपर्छ। र यो हो डिजल फिल्टर। यसलाई धेरै राम्रोसँग चेक गर्नुपर्छ ताकि कुनै लिकेज नहोस्। ओरिजिनल लेपार्डको डिजल फिल्टर प्रयोग गर्दा इन्जिनको आयु बढ्छ। यदि डिजल फिल्टर राम्रो भयो भने इन्जिनको आयु पनि बढ्छ। डिजल फिल्टरको दुईटा काम हुन्छ। हजुर दाइ। डिजल त फिल्टर गर्छ नै, र डिजलमा जुन पानी हुन्छ नि त्यसलाई पनि अलग्गै छुट्याउँछ, होइन भने यो डिजल पम्प र इन्जेक्टर बिग्रिन सक्छ। यसमा पानी ज्यादा भयो भने यो ड्रेन प्लग लुज गरेर जमेको पानीलाई बाहिर फाल्नुपर्छ, होइन भने पानी भित्र गएर पुरै डिजल पम्प र इन्जेक्टरलाई खत्तम बनाउँछ। बाफ्रे, यसबाट पानी कसरी निकाल्ने थाहा छ? कहाँ थाहा हुँदै मलाई। ल हेर, सबैभन्दा पहिला यो ड्रेन प्लगलाई लुज गर्ने, जसले गर्दा पानी बाहिर आओस्। र जब पानी सकिएर डिजल आउन थाल्छ त्यस पछाडि यसलाई बिस्तारै बन्द गर्ने। यसलाई बन्द गरेनौ भने गाडी चलेको बेलामा डिजल लिक हुन सक्छ। यसरी हप्तामा 2 चोटि चाहिँ चेक गर्नै पर्छ। ए यस्तो पो रहेछ। र यो जुन देख्दैछौ नि तिमी, हजुर यो गाडीको लिफ स्प्रिङ हो। यसलाई हामी पत्ता पनि भन्छौँ। यो गाडीको दुवैतिर लागेको हुन्छ, अगाडि र पछाडि। र सबै लिफ स्प्रिङको चेक गर्न एकदम जरुरी छ। कतै टुटफुट छ कि छैन त्यो चेक गर्नुपर्छ। र यो हो सक एब्जर्भर। यसमा पनि कतै लिकेज या खराबी छ कि छैन चेक गर्नुपर्छ, होइन भने पत्तामा बल पर्छ र पत्ता भाँचिन सक्छ। ओहो। ल सुन, अब टायर चेक गर्ने तरिका। टायर कुन कन्डिसनमा छ त्यो चेक गर्न एकदम जरुरी छ। टायरको गोटी चेक गर्नु, कतै ड्यामेज छ कि, कट मार्क छ कि। यदि यस्तो छ भने त्यो टायरलाई रिपेयर गरेर बदल्नुपर्छ। यदि टायरमा कुनै ढुङ्गाहरू छ भने त्यसलाई निकालिदिनुपर्छ। यो पनि चेक गर्नु पर्यो कि सबै टायरमा बराबर हावा छ कि छैन। हजुर। यदि कम बढी छ हावा भने टायर छिटो खान सक्छ। यदि यस्तो भइरहेको छ भने नजिकैको अशोक लेल्यान्डको सर्भिस सेन्टरमा लगेर व्हिल एलाइनमेन्ट चेक गराउनुपर्छ। हजुर। यसै गरी चारैवटा चक्काको हावाको प्रेसर चेक गर्नुपर्छ। हस् दाइ, हुन्छ। र सबै चक्काहरूको नट बोल्ट टाइट छ कि छैन त्यो पनि चेक गर्नुपर्छ। यदि लुज छ भने टाइट गर्नुपर्छ। र अर्को एउटा कुरा सुन, सबै प्लास्टिक रिजर्भरहरूमा कुनैमा पनि रङ लाउनुहुन्न, बुझ्यौ नि? र यो हो इन्जिन कुलेन्ट ट्याङ्क। यसमा सधैँ कुलेन्टको लेभल चेक गर्नुपर्छ। कुलेन्टको लेभल जहिले पनि म्याक्सिमम र मिनिममको बिचमा हुनुपर्छ। यदि यो लेभलभन्दा कम भयो भने गल्फको युरोकुल एलएल म्याक्स हाल्नुपर्छ। हस् दाइ, हुन्छ दाइ। र यो पनि ध्यान दिनु कि कुलेन्ट ट्याङ्कको दुवै प्रेसर क्याप राम्रोसँग बन्द भएको हुनुपर्छ। र यसलाई कहिले पनि इन्जिन चालु अवस्था अथवा तातो अवस्थामा खोल्नुहुन्न। कुलेन्ट तातो हुन्छ र हात पोल्न पनि सक्छ। जब इन्जिन चिसो हुन्छ त्यसपछि मात्र त्यसलाई खोल्नु। हुन्छ दाइ। प्रेसर क्यापको रबर सिल पनि चेक गर्नुपर्छ। कहीँ रबर सिल कटिएको छ कि चेक गर्नु, र राम्रोसँग प्रेसर क्याप फिट भएको छ कि छैन त्यो पनि चेक गर्नुपर्छ। यदि राम्रोसँग फिट भएन भने कुलेन्ट बाहिर आउन सक्छ। यो हो टिपिङ हाइड्रोलिक आयल ट्याङ्की। यसमा हाइड्रोलिक आयल चेक गर्नलाई यहाँ हेर्नुपर्छ। यो आयल लेभल इन्डिकेटरमा आएको आयलको लेभल सधैँ बिचभन्दा थोरै माथि हुनुपर्छ। यदि कम छ भने गल्फ टिप्पर हाइड्रोलिक म्याक्स 68 हाली थप्नुपर्छ। हाइड्रोलिक आयल चेक गर्ने बेलामा लोड बढी नउठाएको हुनुपर्छ। जस्तै अहिले जुन पोजिसनमा छ नि, बुझ्यौ? हजुर। यो लिभर जहिले पनि तल हुनुपर्छ। हुन्छ दाइ।
एडाप्टर र पाइप पनि चेक गर्नुपर्छ कतै लिकेज छ कि छैन भनेर। यदि छ भने गाडीलाई अशोक लेल्यान्ड सर्भिस सेन्टरमा लगी बनाउनुपर्छ। तिमी सुनि मात्र रहेछौ कि मेरो कुरा पनि बुझिरहेछौ? हजुर दाइ, मैले सुनिरहेको पनि छु र बुझिरहेको पनि छु। अब म तिमीलाई गाडीको ब्याट्रीको बारेमा बताउँछु। यो हो गाडीको ब्याट्री। सबभन्दा पहिले ब्याट्री कभर निकालेर ब्याट्रीको टर्मिनलहरू चेक गर्नुपर्छ। वायरिङ, ब्याट्री माउन्टिङ ठिक छ कि छैन त्यो पनि चेक गर्नुपर्छ। कहीँ एसिड लिक छ कि छैन त्यो पनि चेक गर्नु। ब्याट्री टर्मिनलमा जहिले पनि सेतो पेट्रोलियम जेली लगाएको हुनुपर्छ। यसले टर्मिनललाई खिया लाग्नबाट बचाउँछ। भेन्ट प्लगको प्वालहरू पनि सफा हुनुपर्छ ताकि भित्रबाट ग्यास सजिलै बाहिर आओस्। हजुर दाइ। यहाँ यसले ब्याट्री चार्जको अवस्था बताउँछ। यो सधैँ हरियो हुनुपर्छ। चेक गरिसके पछाडि यसको कभरलाई राम्रोसँग लगाइदिनुपर्छ। ए हस्। यसलाई बन्द गर्न यो रबरको डोरीको प्रयोग गर्नुपर्छ। त्यसपछि यो बोल्टको टाइट गरिदिनु र यो कभरमाथि कहिले पनि नचढ्नु। यदि टेक्यो भने यो फुट्न सक्छ नि फेरि। र अर्को कुरा, यदि धेरै समयसम्म गाडी चल्दैन भने यो स्विचलाई बन्द गरेर राख्नुपर्छ। सुन बिरु, यो कुरा ध्यान दिनु कि ब्याकलाइटमा केही ड्यामेज वा फुटेको छ भने त्यसलाई बदल्नुपर्छ। र यो हो पछाडिको ढालाको लक। यसको कारणले गाडी चलेको कन्डिसनमा कुनै पनि बेला पछाडिको ढाला खुल्न सक्दैन। यो पनि चेक गर्नु कि व्हील एक्सल साफ्टको जोइन्टमा कुनै लिकेज छ कि। र यो पत्तालाई बुगी सस्पेन्सन भनिन्छ। यसको यु बोल्ट र रेडियस रडको टाइटनेस चेक गर्नुपर्छ। र रेडियस रडको रबर बुस पनि चेक गर्नुपर्छ। माने ज्ञान दाइ, माने मैले। तपाईँ त लाखौँमा एक हुनुहुँदो रहेछ। त्यसैले त तिम्रो ज्ञान दाइ हो नि। दाजु दाइ। र यो हेर, यो हो गाडीको साइलेन्सर। यसको क्लिपहरू लुज हुनु हुँदैन। यदि लुज भयो भने बाटोमा खस्न सक्छ। र यो हो डिजल ट्याङ्क जुन सधैँ सही तरिकासँग फिक्स भएर बस्नुपर्छ। र यसको स्ट्रिप पनि टाइट हुनुपर्छ। डिजल ट्याङ्कीको बिर्को वरिपरि धुलो हुनु हुँदैन। यदि छ भने त्यसलाई कपडाले राम्रोसँग साफ गर्नुपर्छ र बिर्को राम्रोसँग लगाउनुपर्छ। र फ्लोट वायरिङको नट बोल्ट राम्रोसँग कसेको हुनुपर्छ र त्यसमा कुनै लिकेज हुनुहुन्न। हस् दाइ, हुन्छ। यो हो एयर फिल्टर हाउसिङ। यहाँ जुन रबर छ नि यसलाई थिचेर यहाँ जम्मा भएको धुलो निकाल्नुपर्छ। एयर क्लिनर पाइप जुन इन्जिनतिर गएको हुन्छ त्यसमा केही टुटफुट छ भने फेर्नुपर्छ। यसमा लागेको क्ल्याम्प लुज छ भने यसलाई टाइट गर्नुपर्छ। एयर फिल्टर चोक छ छैन हेर्नको लागि यो रेड ब्यान्ड इन्डिकेटर चेक गर्नुपर्छ। यदि यो इन्डिकेटरमा रातो बत्ती बलेको छ भने एयर फिल्टर बदल्नुपर्छ, जुन मेकानिकले मात्र गर्न सक्छ। होइन भने इन्जिनमा जाने धुलोले इन्जिन बिगार्न सक्छ। र यो हो गियरबक्स। गियरबक्स ड्रेन प्लग रेयर फ्लेन्जको नजिकको आइल सिल र पिटिओ जोइन्टको वरिपरि पनि एकदम राम्रोसँग चेक गर्नुपर्छ। बिरु ध्यानसँग सुन है, म यो कुरा फेरि भन्दिनँ नि। हस् दाइ। ल हिँड, क्याबिनभित्र हिँड। हुन्छ दाइ, जाउँदै। बनेट खोलेर 3 चिजहरू चेक गर्नु। पहिलो, रेडिएटर फ्यानलाई घुमाएर चेक गर्नु कुनै टुटफुट छ कि भनेर। र यो हो टर्बोचार्जर इनलेट। यो लिकेज छ कि छैन चेक गर्नुपर्छ। र तेस्रो, यहाँबाट मोबिल हालिन्छ। गल्फको 15W40 मोबिल प्रयोग गरी यदि मोबिल कम छ भने थप्न सकिन्छ, होइन भने इन्जिनमा समस्या आउन सक्छ। अब म तिमीलाई स्विचहरूको बारेमा बताउँछु। ल अब हेर, यो हो सेन्ट्रल कन्सोल। यसमा सबै स्विचहरू छन्। सबभन्दा पहिला यो ह्याजर्ड वार्निङ स्विच, यसलाई पार्किङ स्विच पनि भनिन्छ। यो पार्किङ अथवा गाडी बिग्रेको अवस्थामा प्रयोग गरिन्छ। यो स्विच अन गरे पछाडि सबै इन्डिकेटर बत्तीहरू बल्छन्। अनि याद राख, यदि हाइवेमा पार्किङ गर्दा यसको प्रयोग अत्यन्त आवश्यक छ, बुझ्यौ? हजुर। र यो हो रिभर्स सर्च लाइट स्विच। यदि गाडीको पछाडि काम गर्नु पर्यो वा
गाडी ब्याक गर्नु पर्यो भने यो अन गर्नुपर्छ। ए र यो हो थर्ड डिफरेन्सियल लक स्विच। यसको बारेमा म जे भन्दैछु त्यसलाई एकदम ध्यान दिएर सुन नि। यदि कहिलेकाहीँ गाडीको पछाडिको चक्का हिलो वा खाल्टोमा फस्यो भने वा एउटा चक्का मात्र आफ्नै ठाउँमा घुम्न थाल्यो भने गाडीलाई फस्या ठाउँबाट निकाल्नलाई ड्यासबोर्डमा एउटा थर्ड डिफरेन्सियल लक स्विच दिया हुन्छ, जसलाई अन गरे पछाडि डिफरेन्सियल लक काम गर्न थाल्छ र एक्सलको डिफरेन्सियल मेकानिजम लक हुन्छ। गाडीलाई तिमीले बिस्तारै बिस्तारै फसेको ठाउँबाट निकाल्न सक्छौ। बुझ्यौ? यो एकदम ठुलो कुरा हो नि। जब गाडी फसेको ठाउँबाट निस्किन्छ त्यसपछि तुरुन्तै यो स्विचलाई अफ गर्नुपर्छ, होइन भने गाडीमा खराबी आउन सक्छ। ए यसलाई गाडी फसेपछि मात्र नभई गाडी फस्ने कन्डिसनको बाटोमा पनि प्रयोग गर्न सकिन्छ। कसरी थाहा छ? कहाँ हुनु दाइ? यदि गाडी फस्ने खालको रोड छ र बाटो सिधा छ भने यो स्विचलाई अन गरी बिस्तारै बिस्तारै गाडी चलाउनु पर्छ। यसो गरे गाडी फस्ने चान्स हुँदैन, तर गाडीलाई बिस्तारै नै चलाउनु पर्छ नि। र अर्को कुरा, डिफरेन्सियल लक अन पोजिसनमा टर्निङ वा घुम्तीमा चलाउनु हुन्न। यदि चलाउनु परेमा यसलाई तुरुन्त अफ गरिदिनु पर्छ। ए त्यस्तो पो हो कुरा। यो स्विचलाई अन त्यतिखेर मात्र गर्नु जब गाडी रोकिएको कन्डिसनमा हुन्छ। यो सबै कुरा बुझ्दैछौ कि म मात्र भट्ट्याउँदैछु? होइन दाइ, मैले बुझिरहेको छु। विचार गर है, यो सबै बुझ्नुपर्छ नि। हस्। र यो हो हेडल्याम्प लेभलर स्विच। यसमा 0, 1, 2 र 3 पोजिसन छ। लोड गाडीमा हेडलाइटलाई मिलाउनको लागि यो स्विच दिइएको हो। यसले हेडलाइटलाई तल माथि फोकस गर्छ। र यो हो ह्यान्डब्रेक स्विच। गाडी पार्किङ गर्दा सेफ्टीको लागि यो ह्यान्डब्रेक लगाउन एकदम जरुरी छ। र यो क्याबिन रुम लाइट स्विच हो। यो देख्यौ? यो प्रयोग गरी क्याबिन लाइट अन गर्न सकिन्छ। यो बाहेक अरू दुईटा सुविधा छन्। एक, ढोका खोल्दा लाइट अन हुन्छ र अर्को सधैँ अन राख्नलाई त्यो अर्को बटन दिइएको छ। लाइट अन अफ गर्नलाई यो दबाउनु पर्छ। यो मास्टर स्विच हो। हजुर। 9 स्पिड गाडीहरूमा सी गियर दिइएको हुन्छ। यसको प्रयोग तब मात्र गर्नुपर्छ जब एकदम ठाडो बाटो आउँछ वा गाडीलाई धेरै तनाइ चाहिन्छ। हजुर। यो गियर लगाएपछि गाडी धेरै ठाडो बाटो पनि मजाले चढ्न सक्छ। ओहो। अहिलेसम्म मैले जे भने बुझ्या त छौ नि? किन नबुझ्नु दाइ? तपाईँले यस्तो बिस्तारै राम्रोसित भन्नु भएको छ, मैले किन बुझ्दिनँ होला र दाइ? मलाई थाहा छ तिमी बुझ्छौ। अब म तिमीलाई इन्स्ट्रुमेन्ट प्यानलको बारेमा बताउन जाँदैछु। हुन्छ दाइ। यो दुईटा गेजले हावाको प्रेसरको बारेमा बताउँछ। यदि सुई रातो घेरामा छ भने गाडी चलाउनुहुन्न र हावा लिक पत्ता लगाएर त्यसलाई ठिक गर्नुपर्छ। यो स्पिडोमिटर हो। यसमा गाडीको स्पिड र गुडेको किलोमिटर हेर्न सकिन्छ। यसमा ट्रिप मिटर पनि हुन्छ जसलाई ट्रिप अनुसार सेट गर्न सकिन्छ र यो मिटरबाट गाडीको इन्जिनको आरपिएम थाहा लाग्छ। गाडी चलाउँदा आरपिएम मिटर हरियोमा राखेर चलाउनु पर्छ, जसले गर्दा डिजेल बच्छ। ओहो। र यो हो घन्टा मिटर, जसले गाडीको इन्जिन कति घन्टा चल्यो भन्ने जानकारी दिन्छ र यसबाट गाडी सर्भिस गर्ने बेला पनि थाहा लाग्छ। ए हजुर हजुर। र यो इन्जिन टेम्परेचर गेज हो र यसले इन्जिनको तापमान कति छ थाहा हुन्छ। यदि यसको सुईले रातो घेरा छोयो भने तुरुन्त कुलेन्ट चेक गर्नुपर्छ। यदि कुलेन्ट ठिक छ भने गाडी तुरुन्त बनाउनको लागि अशोक लेल्यान्ड सर्भिस सेन्टरमा लानुपर्छ। हुन्छ। गाडीमा डिजेल कति छ भन्ने थाहा पाउन यो फ्युल गेज मिटर लगाइएको हुन्छ। र यो हेर्दैछौ नि? यो हजुर हजुर। यो कम्बिनेसन स्विच हो। यसमा दुईटा लिभर हुन्छ, दायाँ र बायाँ। यसको बायाँ लिभरमा वाइपर कन्ट्रोल सिस्टम हुन्छ र वाइपर लोमा र हाईमा चलाउन सकिन्छ, जसले वाइपरको स्पिड फेरिन्छ। र विन्डसिल्ड वासर चलाउनलाई लिभरलाई माथि उठाउनु पर्छ। यसो गर्दा सिसामा पानी आउँछ। ए हजुर दाइ हजुर। जब गाडी लोड कन्डिसनमा ओह्रालो झर्दैछ भने एक्जस्ट ब्रेक अन गर्नुपर्छ। ए ए
यो स्विचलाई यसरी तल गरे पछाडि एक्जस्ट ब्रेक अन हुन्छ र माथि लगे पछाडि बन्द हुन्छ। एक्जस्ट ब्रेक लगाएपछि गाडीको धुवा बाहिर सजिलै आउन पाउँदैन, जसले गर्दा इन्जिनमा ब्याक प्रेसर बन्छ र गाडीको इन्जिन आरपिएम घट्छ। त्यसो हुँदा ब्रेक अझ राम्रोसँग लाग्छ। र यो दायाँको कम्बिनेसन स्विच लिभर हो र यसमा हेडलाइट कन्ट्रोल स्विच छ। हाई बिम र लो बिमको लागि यो बाहिरपट्टिको भागलाई घुमाउनु पर्छ र पासिङको लागि यसलाई तलमाथि गर्नुपर्छ र साइड इन्डिकेटरको लागि लिभर अगाडि पछाडि गर्नुपर्छ। बायाँ र यो दायाँको लागि अगाडि पछाडि गर्नुपर्छ। यो हो फग लाइट स्विच। धेरै हुस्सु वा कुहिरो लागेको बेलामा यसलाई प्रयोग गर्न सकिन्छ। यो कम्बिनेसन स्विचमा यो जुन थोप्लो छ नि, यसलाई यसरी तल घुमाएर अन गर्न सकिन्छ। यदि लाइटलाई फोकस गर्नु छ भने त्यो थोप्लोलाई अझ तल गर्नुपर्छ यसरी। यदि फग लाइट अफ गर्नु छ भने त्यसलाई माथि घुमाएर अफ पोजिसनमा लाने। बुझ्यौ? सुन बिरु, एउटा एकदम महत्त्वपूर्ण कुरा भन्दैछु। अब हेजार्ड स्विच अन गरेर यो चेक गर कि सबै लाइट सहीसँग काम गरेको छ कि छैन। साथै इन्डिकेटर लाइट पनि चेक गर्नु। हेडलाइट पनि चेक गर्यो भने बाटोमा दुःख पाइँदैन। यो जुन चिन्ह देख्दैछौ नि, चिन्ह यो ब्याट्री, पार्किङ ब्रेक र लो अयल प्रेसरको हो। यसबाट यो थाहा लाग्छ कि सिस्टममा के खराबी छ। यो ह्यान्ड ब्रेक लाइट हो जुन चाहिँ ह्यान्ड ब्रेक अन गरे पछाडि बल्छ। ह्यान्ड ब्रेक अफ गरे पछाडि यो आफै बन्द हुन्छ। यो जुन चिन्ह छ नि, यो लो अयल प्रेसरको चिन्ह हो। इन्जिन चले पछाडि यो बत्ती बन्द हुनुपर्छ। यसबाट यो थाहा लाग्छ कि इन्जिनमा मोबिलको प्रेसर सही छ र इन्जिन राम्रोसँग काम गरिरहेछ। यदि गाडी चलेपछि पनि यो बत्ती बलिरह्यो भने यसबाट यो थाहा लाग्छ कि इन्जिनमा मोबिलको प्रेसर कम छ र यसको लागि गाडीलाई तुरुन्तै नजिकैको अशोक लेल्यान्ड सर्भिस सेन्टरमा लगेर बनाउनु पर्छ। यदि यसो गरिएन भने पछि ठुलो समस्या आउन सक्छ नि फेरि। यसै गरी यो चार्जिङ लाइट हो जुन चाहिँ इन्जिन चल्ने बित्तिकै अफ हुन्छ। यदि यसो भएन भने गाडीको ब्याट्री चार्ज भएको छैन भन्ने बुझ्नुपर्छ। त्यसको लागि पनि गाडीलाई अशोक लेल्यान्डको सर्भिस सेन्टरमा लगेर बनाउनु पर्छ। र यो जुन स्टेरिङको माथि लगाएको छ नि, यो हो हर्न स्विच। गाडी स्टार्ट गर्ने बित्तिकै 30 सेकेन्डसम्म रेस गर्नुहुन्न र गाडी बन्द गर्ने बेलामा पनि रेस गर्नुहुन्न। गाडीको इन्जिनलाई आइडल कन्डिसनमा राखेर मात्र इन्जिन बन्द गर्नुपर्छ। र अब यो जुन हेर्दैछौ नि, यो हो टिपिङ कन्ट्रोलर। यो अनलोडिङको बेलामा काम आउँछ। पहिले ड्यासबोर्डको पिटिओ स्विच अन गरेर क्लच दबाई यो पहेँलो कलरको स्विचलाई माथि उठाउनु पर्छ र क्लच पेडल छोडेर यो लिभरलाई तल गर्नुपर्छ। तब मात्र ढाला माथि उठ्छ। ढालालाई तल गर्नको लागि यो लिभरलाई घुमाएर यसरी तल झार्नु पर्यो। यसो गरे पछाडि लोड बढी तल झर्छ। पिटिओ लगाउनुभन्दा पहिले क्लच दबाउनु पर्छ। क्लच पेडल नदबाइकन पिटिओ अन नगर। यदि यसो गर्यो भने पिटिओ खराब हुन सक्छ। याद राख। लोड गर्ने बेलामा यो भर्याङबाट माथि चढेर सामान ठिकसँग राखेको छ कि छैन चेक गर्नुपर्छ। गाडीलाई लोड गर्नुभन्दा पहिले ढाला उठ्छ कि उठ्दैन चेक गर्नुपर्छ र पछाडिको ढाला राम्रोसँग खुल्छ कि खुल्दैन त्यो पनि चेक गर्नुपर्छ। यो कुरा पनि चेक गर्नु कि बुमको सिलिन्डर राम्रोसँग पुरै खुलेको छ कि छैन र बडी पनि राम्रोसँग उठेको छ कि छैन त्यो पनि चेक गर्नु। अनलोड गर्ने समयमा गाडी चाहिँ सकेसम्म जग्गामा हुनु पर्यो। अनलोड गरिसके पछाडि पछाडिको ढाला राम्रोसँग चेक गर्नुपर्छ। पछाडिको ढाला लक राम्रोसँग काम गरेर छ कि छैन त्यो पनि चेक गर्नुपर्छ। लकले राम्रोसँग काम गरेर छैन भने सामान पनि नझर्न सक्छ। सुन बिरु, अर्को एउटा कुरा, अब म तिमीलाई लोड बडीमा सामान कसरी भर्ने त्यो पनि सिकाउँछु। लोड गर्दा कहिले पनि सामानलाई अगाडिबाट मात्र
या पछाडिबाट मात्र या त दायाँबाट मात्र अथवा बायाँबाट मात्र लोड गर्न हुँदैन। ए गाडीको कुनै पनि एक साइडमा अर्को साइडभन्दा बढी सामान हुनु हुँदैन। हजुर हजुर यसो गर्यो भने लोड बढीको आयु घट्छ। लोड गर्ने बेलामा सामान जहिले पनि बराबर हाल्नुपर्छ, बुझ्यौ? हुन्छ दाइ हुन्छ। गाडीको लोड बढीको तलको भाग पनि चेक गर्न एकदम जरुरी छ। जस्तै माथिको हामीले जसरी चेक गरौँ त्यसै गरी तलको भाग पनि चेक गर्न एकदम जरुरी छ। हजुर यो वेल्डिङ गरे भागहरू चेक गर्नुपर्छ। हस् अनि अर्को कुरा, बुम उठाउँदा माथि बिजुलीको तार छ छैन एकदम ध्यान दिनुपर्छ। अनलोड गरिसके पछाडि बडीको माथि तल केही सामानहरू छ छैन त्यो चेक गर्नु पर्यो र यो ढाला लकमा केही चिज अड्केको छ छैन त्यो पनि चेक गर्नुपर्छ। हुन्छ हुन्छ। सेफ्टीको लागि यो जुन देखिरहेछ नि हजुर हजुर यो सेफ्टी बारलाई उठाउनु पर्छ। हस् यसो गर्दा कुनै कन्डिसनमा बुमले काम गरेन भने पनि बडी तल झर्दैन। बुझ्यौ कि बुझेनौ? बुझेँ। गाह्रो त भएको छैन नि? छैन दाइ छैन, मैले सबै कुरा बुझिरहेको छु। अब मलाई छिटो छिटो गाडीको चाबी दिनुहोस्, अब म गाडी स्टार्ट गर्छु। एउटा कुरा त भन्नै बिर्सेछु, गाडी चलाउनुभन्दा पहिले जहिले पनि सिट बेल्ट बान्नुपर्छ नि। हुन्छ र अर्को एउटा कुरा, यो सिसाबाट गाडीको बायाँको चक्काको छेउको भाग देखिन्छ हजुर जुन गाडी टर्निङमा काम आउँछ। ए र यो हेर, यो चाबी स्विच यसको 3 पोजिसन हुन्छ। यसको पहिलो पोजिसन स्टेयरिङ अनलक पोजिसन, हजुर जसले गाडीको स्टेयरिङ अनलक गर्छ। त्यस पछाडि मेन अन पोजिसन र गाडी स्टार्ट गर्नको लागि स्टार्ट पोजिसन। स्टार्ट गर्नुभन्दा अगाडि चाबी हालेर पहिले स्टेयरिङलाई अनलक पोजिसनमा ल्याउनुपर्छ। हुन्छ त्यस पछाडि चाबी अगाडि घुमाएर गाडी स्टार्ट गर्न सकिन्छ। हजुर र जहिले पनि गाडी उठाउँदा 1 नम्बर गियरमा मात्र उठाउनुपर्छ, हुन्छ नत्र गियरबक्समा समस्या आउँछ नि फेरि। ल अब मैले भन्नुपर्ने सबै भनिदिइसकेँ। मलाई लाग्छ तिमीले सबै कुरा बुझ्यौ होला। हजुर बुझेँ दाइ बुझेँ। साँच्चै दाइ म एकदमै भागी मान्छु, किनभने तपाईँ जस्तो सिकाउने बुझाउने र मेरो भविष्यको बारेमा चिन्ता गर्ने ज्ञान दाइ जो पाएको छु। मैले त मेरो आफ्नो कर्तव्य पुरा गरेँ हो नि। साँच्चै दाइ म धेरै भाग्य मानिरहेछु। अरे अरे ज्ञान दाइ आउनु न, बस्नु बस्नु। यो हेर्नुहोस् मेरो नयाँ अशोक लेल्यान्ड टिप्पर। बधाई छ बिरु, अब त तिमी पनि म जस्तै अशोक लेल्यान्डको मालिक बनेछौ। साँच्चै भन्ने हो नि दाइ, यो सबै तपाईँले गर्दा नै भएको हो। तपाईँको यसमा ठुलो हात छ। अरे बिरु, यदि तिमीलाई धन्यवाद दिनु छ भने अशोक लेल्यान्ड टिप्परलाई देऊ, जुन कम्पनीले यस्तो गाडी बनायो र आफ्नो ट्रेनिङ सेन्टरमा मलाई यस्तो राम्रो ट्रेनिङ दियो। हो नि दाइ, साँच्चै हो।